जापानको पैसा च्यात्नु भयो, खुम्च्याउनु भयो या कलर लाउनु भयो भनेदेखि तपाईँलाई केस समेत लाग्न सक्छ। तर यदि तपाईँले जानी गर्नुभएको छ भनेदेखि चाहिँ तपाईँलाई केस लाग्छ। तर बाई मिस्टेक भयो भनेदेखि चाहिँ तपाईँलाई केस लाग्दैन। अनि च्यातेको पैसा, खुम्चेको पैसा र कलर लागेको पैसा जापानमा चल्दैन। अब त्यो पैसा ब्याङ्कमा गएर एक्सचेन्ज गर्दाखेरि तपाईँले पैसा पाउनुहुन्छ या हुँदैन, आउनुहोस् यो बारेमा तपाईँलाई भनिदिन्छु। यदि तपाईँको पैसामा कलर लागेको छ या खुम्चेको छ भनेदेखि ब्याङ्कमा जानुभयो भनेदेखि तपाईँले पैसा पाउनुहुन्छ। तर यदि तपाईँको पैसा च्यातेको छ भनेदेखि 3टा केस हेरेर तपाईँलाई पैसा फिर्ता गरिन्छ। एउटा, आधीभन्दा बढी भाग छ भनेदेखि तपाईँले जतिको तति नै पैसा पाउन सक्नुहुन्छ। 2, 10,000 पैसा आधी मात्र छ भनेदेखि तपाईँले 5,000 पाउन सक्नुहुन्छ। 3, 10,000 पैसाको अलिकति टुक्रा मात्र छ भनेदेखि तपाईँले सर्टेन एमाउन्ट अफ मनी पाउन सक्नुहुन्छ। तर यो पैसा पाउनको लागि तपाईँ आफै ब्याङ्क जानुपर्ने हुन्छ। अनि ब्याङ्क जाँदाखेरि तपाईँले जाइरो कार्ड र एटिएम बोकेर जानुपर्ने हुन्छ। त्यही भएर यो भिडियो जापान हुनेलाई सेन्ड गरिदिनु होला। पैसा च्यात्यो, खुम्च्यो या कलर लगायो भनेदेखि तपाईँको सार्दैन भन्ने डरले घरै राख्नु भएको छ भनेदेखि तपाईँ ब्याङ्क जानुभयो भनेदेखि तपाईँको पैसा सारिदिन्छ।